सम्पूर्ण फेसबुक साथीहरूलाई मेरो नमस्कार भन्न चाहन्छु। म महेन्द्र थापा। आज चाहिँ हामी जङ्गलमा घुमघाम गर्ने क्रममा चाहिँ हामी हिँडिरहेको अवस्था हो। हेर्नुहोस्, हिँड्ने क्रममा चाहिँ जङ्गलमा यो लाली गुराँस पनि भेटियो अनि चराचुरुङ्गीको आवाज चिरबिर आवाज पनि जो सुनिरहेको छ। अनि ल हामी हिँड्दैछौँ त। खासै हिँड्न त सकिँदो रहेनछ, तै पनि हामी चाहिँ जङ्गलमा यसो आज मन अनि फ्रेस बनाऊ भनेर चाहिँ हामी आज घुम्नको लागि जङ्गलतिर हिँडिरहेका छौँ। यस्तो छ जङ्गलको घना जङ्गल। हेर्नुहोस्, अनि अगाडि चाहिँ हामीले म्याडम लाग्नु भएको छ। अनि हेर्नुहोस्, पहिला चाहिँ लाली गुराँसहरू धेरै टन्नै रहन्थ्यो, अहिले चाहिँ हुँदैन, कतै कतै थोरै थोरै अलिअलि छ। हेर्नुहोस्, यो कहीँ छ त छैन, अहिले पोहोरको जस्तो छैन। अहिले पहिला गएको सालमा चाहिँ धेरै थियो। अनि ल अनि म्यामले चाहिँ यहाँ के गर्दै हुनुहुन्छ? ल हेर्नुहोस् त यहाँ उहाँ चाहिँ यो गुराँसलाई टिप्नाको वा त धामा गर्नुभएको हो। यो गुराँस धेरै टाढा छ तर सकिएन। अनि हेर्नुहोस्, गाह्रो छ के रमाइलो जिन्दगी। खै कताबाट जाने मसिनबाट अल्लाह फेरि यता आएर। ल हामी चाहिँ कुन बाटो जाने भनेर चाहिँ यहाँ निष्कर्ष भएको थियो। अहिले चाहिँ यो जङ्गलको बाटोभन्दा अलिक पहिले पुरानैको बाटो चाहिँ जाम भन्ने कुरा आयो। हामी चाहिँ यो पुरानै बाटो गइरहेको छौँ। हेर्नुहोस्,